दर्शक साथीहरु दिउँसोको यो घामको दृश्य तपाईहरुलाई मैले देखाइरहेको छु। यहाँ हेर्न सक्नुहुन्छ। यो अहिले 2-3 दिनदेखि एकदमै उखुम भइरहेको छ। पहिला चाहिँ तपाईको दिउँसोमा पनि गर्मी एकदम गर्मी हुन्थ्यो, तर अहिले यो 2-3 दिनदेखि यो खासै यो सिजनमा त्यति गर्मी त भएको छैन। ए बा कस्तो उखुम भयो हो। यो गर्मीमा आफ्नो स्वास्थ्यको पनि विस्तृत रूपमा ख्याल राख्नु होला। गर्मीले अहिले मान्छेहरु धेरै नै बिरामी हुने, पानी पनि प्रशस्त मात्रामा पिउनु होला। गर्मीमा चाहिँ हामीले विशेष गरी पानीलाई पहिलो प्राथमिकता दिनुपर्छ। आमा के कसो गर्मीमा पानी पिउनु पर्छ कि पर्दैन? प्रशस्त रूपमा आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला। अहिले यहाँको अवस्था तपाईहरुलाई मैले यहाँ देखाइरहँदाखेरि चाहिँ हेर्न सक्नुहुन्छ साथीहरु, पारीको दृश्य। अहिले चौपट्टै गर्मी भयो के 2-3 दिनदेखि हजुरआमा। पहिला त्यति गर्मीको महसुस गर्ने के गर्नुहुन्थ्यो? पहिला गर्मी भएको थिएन। अनि यो कारण के होला आमा? अब खडेरी, जेठको खडेरी भन्छन् यसलाई। जेठको खडेरी मकै पसाउनु भनिन्छ। यो खडेरी नपर्ने भने मकै पसाउँदैन भन्छन्। खडेरी पर्यो अब मकै पसाउँछन् भनिन्छ। यो तर पहिला यस्तो तपाईले मान्न के गर्नुभएको थियो भन्नाले यो सिजनमा 3-4 दिन भयो यो गर्मी भएको मैले महसुस गर्दैछु। तपाईले के पहिलाको जस्तो गर्मी त छैन नि? के भयो नि आमा? पहिलाको जस्तो गर्मी यतिखेर जहिले पनि हुन्छ का गर्मी? हुन्छ, तर पहिला यही हुँदा नि कति फ्यान चलाइन्थ्यो ए गर्मी भयो भनेर हैन। अहिले जस्तो गर्मी भएको छैन, यतिखेर गर्मी भयो। गर्मीमा अब चिसो खानी हैन, दही मोही। अब साइकल चोक गयो बेलामा दही ल्याउन भन्नी मलाई बुझ्नुभयो। अनि मैले ल्याइदिन्छु एक पोका दही। अनि त्यो दही टक्क खानी। गर्मीमा दबाई नै त्यही हो अहिले। ल दर्शकबिनहरु, यस्तै छ गाउँको अवस्था। ताजा अपडेटका साथमा चाहिँ हामी आइरहनेछौँ। गर्मीको मालसँगै अहिले गाउँको संग्राम अवस्था चाहिँ यस्तै छ है। अनि बाँदर नियन्त्रणमा चाहिँ हाम्रो विशेष पहल हुनु पर्यो। बाँदर चाहिँ नियन्त्रण गर्नु पर्यो। अब खेतमा बिउ चाहिँ लुछेर अस्ति हामी पानी लाउन जाँदाखेरि त्यो बिउ चाहिँ हजुरको माथिबाट देखेँ थियो। अब माथिबाट देखेर मैले त्यहाँ हुँ खेतमा जान सक्दिनँ हो कि होइन? त्यही भएर यो बाँदर चाहिँ नियन्त्रण चाहिँ कसरी हुन्छ गर्नु पर्यो भन्ने हाम्रो जिज्ञासा हो। अनि आमा यो भन्छन् नि बाँदरलाई हामीले होइन भन्नाले बाँदर नियन्त्रण गर्ने विधि नै छैन अरे के भन्नाले अरू चाहिँ बनाउँदाखेरि अरू गर्न सकिएला अरे, तर बाँदर नियन्त्रण गर्न जति जे अरे नि सकिन्न अरे के कसो? अब किसानलाई हटा। अब यसरी बाँदरले लुछेर अब बिउ नि राम्रोसित गतिलेरी उगार्न पाइन्न, राख्न पाइन्न, हिनामिना पार्छ। किसानलाई चाहिँ सतारै छोडो बाँदरले। यसलाई विस्थापन गर्ने उपायहरू चाहिँ रहन्छ क्या। विज्ञान तथा नवप्रवर्धनमा पनि यसको उपायहरू खोजेर कति पैसा खर्च अरे। तर यो बाँदरको चाहिँ खासै त्यस्तो उपाय भने रहन्छ है। बाँदर त्यही त नि। यो बाँदरको हजुरको सेतो ढेडु बाँदर नि आउँदो रहेछ नि। सेतो ढेडु बाँदर नि आउँदो रहेछ नि आमा। सेतो बाँदर चाहिँ त्यति पर्ख्याक त हुँदो रहेछ रातो बाँदर जस्तो। हजुर आमा, बाँदरका प्रजातिहरू पनि धेरै रहेछन्, तर सेतो बाँदरको जेस फाइदै रहेछ है आमा। किन भन्दा अब हामीले अब सेतो बाँदर उताएर आयो भने
त्यो मुन्टा मात्रै लुच्छ अरे क्या त्यो मकैका अब जे पनि त्यो हिनामिना हुन दिन्न अरे क्या सेतो बाँदरले। रातो बाँदर फेरि त्यो पस्यो भने सङ्ग्राम पारेर सबै खतमै हिनामिनै पार्छ नि। तर रातो बाँदरले सेतो बाँदर भने उल्टै त्यो ठिक रहेछ। त्यति रातो बाँदर खेतका लागि अब किसानका लागि दुश्मनै हो भने सेतो बाँदर चाहिँ अलि केही होइन केही विषेक छ। अनि सेतो बाँदरले फेरि रातो बाँदरलाई मार्छ अरे क्या आमा। अनि त्यसरी रातो बाँदर आउन पाउन्नन् अरे खेतमा। त्यही त नि लुच्छ अनि आउन पाउन्नन् अरे। यो चाहिँ के हो अब। तर अस्ति नै हजुरले देख्न के गर्नुभयो ऊ पारी के पारीबाट हामी चिया खाँदा नि यहाँ बाँदरहरू हुने सङ्ग्राम हुने के उताबाट बाँदर धपाउने मान्छेले के अनि यहीँ घर नि बस्न पर्ने अनि उता खेतानी जान पर्ने आमा। खेतानी आएकै छन् खेताबाट उताबाट धपाइदिने मान्छे खेता नगएसम्म नहुने। पानी पनि ल्याउनै परेछ आमा खाना। पानी ल्याउला केही भएन। धारो खाने पानी एक धारा त जोडियो। यहाँ हेर्नुसँग मिटरको धारो हो। यो धारो धेरै खासै नखोल्नु होला है आमा। फेरि पानी पैसा तिर्ने हो यो धारो त। ए अब खोल्नै भएन क्या आफूले चाहिने युज गर्न पर्यो। त्यसो हुँदा खासै चाहिँ खोल्नु भएन हो त नि। हजुर हजुर। अनि बाँदर नियन्त्रणका लागि यस्तो रहेछ क्या आमा। अब हामीले खेतबारीमा हुन्छ नि अब त्यो तारसार जालीहरू बार्ने। अब त्यो तारसार जाली बार्दाखेरि तपाईँको चाहिँ एकदम खर्चिलो हुन्छ त्यो। हो त्यो एकदम खर्चिलो हुन्छ। अब वन बुट्टाहरू वनमा चाहिँ जाली उ गर्ने कुरो भएन। अब खेतमा त्यो गर्दाखेरि चाहिँ एकदम खर्चिलो हुने भएका कारणले अब बिस्तारै यो गाउँमा हेर्नु होला खेती गर्ने मान्छे खासै हुँदैनन् आमा। बाँदरले अब दिएन। हो जसै आउनु पर्यो खेती त गर्नै पर्यो। अब बाहिर गयो नि मान्छे त्यही जसै बाहिर गयो नि 1-2 वर्ष 3-4 वर्षको लागि खान पुगेला। त्यसपछि फेरि पैसा त चाहिएला। त्यसको लागि यो धानसान खेती गर्नै पर्यो होइन। त्यही हो दर्शक साथीहरू आजको भिडियोमा भने यति नै है त। अनि बाँदर नियन्त्रण कसरी के किसिमले गर्न सकिन्छ हजुरहरूलाई केही विस्तृत रूपमा यसको बारेमा नलेज ज्ञान छ भने चाहिँ त्यो चाहिँ कमेन्टमा छोड्नु होला है त। ल आजको लागि भने यति नै। हामी फेरि अर्को नेक्स्ट भिडियोमा भेट्नेछौँ है त।